हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्कार। न्यू डे न्यू ब्लगको साथमा फेरि पनि उपस्थित भइसकेको छु। हामी चाहिँ अहिले ससुराली गाउँमा टिका लगाउन जाँदैछौँ। हाम्रोमा चाहिँ अहिले टिका छैन, तर पनि ससुरालीमा चाहिँ टिका छैन, तर हामी चाहिँ घर चाहिँ डुल्ने कार्यक्रम भइसक्यो है। त्यतिर हाम्रो साली सासु दिदी मेरो साडु दाइ हुनुहुन्छ, मेरो छोरो हो। यो चाहिँ हरिनास गाउँपालिका वडा नम्बर 1 खैरकोट भन्ने ठाउँ हो हैन। यता ब्याकग्राउन्डमा देख्नुभएको दिदी सासु दिदीहरू हुनुहुन्छ, सालनानी हैन, दाइ हुनुहुन्छ, छोराछोरी बुढी सबैजना चाहिँ लागियो यतातिर ससुराली गाउँतर्फ जाँदैछौँ। हात्तीगौडा भनेर चिनिन्छ यो ठाउँलाई चाहिँ हैन। रक गार्डनमा चाहिँ अहिले केही बेरमा हामी चाहिँ जान्छौँ। रक गार्डनको पनि प्रत्यक्ष रूपमा देखाइन्छ हैन। अहिलेलाई हेलो गरिदेऊ त ल, हेलो गरिदेऊ छोरो, हेलो गाइज गरिदेऊ। हामी मामा घर जाँदैछ भन्देऊ न यार। बोतल पनि ट्वाङ्गा भने होइन, रक्सी बोकेर गइयो। यतातिर चाहिँ यता चाहिँ हाम्रो सालनानी छेउको सालनानी, यता सासु दिदीले चाहिँ रक्सी बोकेर टुइने खान फेरि गाह्रो छ। दसैँ त्यत्तिकै मानिँदैन नि त। खाने भए सम्पर्कमा राख्नु होला, आउनु होला। लोकल चिनी नहालेको प्योर कोदो है। हात्तीगौडा ढुङ्गाको त फेरि राजा ठाउँ भन्दै यहाँ त फेरि हात्तीगौडा हात्तीको गौडा भनेर चिनिने ठाउँ यो चाहिँ हैन। वहाँ पारी देखेको एकदम रमाइलो गाउँ चाहिँ मेरो गाउँ। त्यो छाया परेको सँगसँगै यो चाहिँ मेरो गाउँ, मेरो घर चाहिँ त्यतापट्टि जन्म गाउँ चाहिँ हैन। ससुराली जाने हो, चिची पापा खाने हो। खैरीकोट प्रत्येक घरमा चाहिँ यो घैँटो चाहिँ छ है। फेरि यो घैँटो पानी जम्मा गर्नको लागि छ। यता घर पछाडि ट्याक्क ढुङ्गो खला बनाउने खालको ढुङ्गो। ससुराली आइपुगे, यही घर हो ससुराली चाहिँ हैन। 1 2 3 4 5 6 7 जना, मसँग चाहिँ 8 जना, मसँग 8 जना छौँ भाइ। ससुराली साथीको घर आएको साली। हिजोको बिहामा चाहिँ साली भेना खुब नाचियो। आज चाहिँ हात्ती गौडा यत्तिकै भनिन्छ यसलाई, हात्ती गौडा। ल हेर्नुहोस् है, ल ठिक छ गाइज, ल हेर्नुहोस् है, यस्तो छ है। यस्तो घुमाउने घर यो चाहिँ। अहिले चाहिँ यो घुमाउने घरको कुनै उसै छैन, महत्त्व नै नभएको जस्तो छ हैन। तर यो घुमाउने घरलाई पनि अहिले केही बेरमा हामी चाहिँ पक्कै देखाउँछौँ है। हेलो गाइज, हेलो, मेरो नाम प्रिन्स गुरुङ। नमस्ते, मेरो नाम प्रिन्स गुरुङ। अनि के भन्नुपर्छ? रौसी आइपुग्यो, रौसी खानु पर्यो। दिउँसो हानिन्छ क्या हामी दाजुभाइले फेरि रौसी लोकल अर्ग्यानिक खाना खानु छ भने सम्पर्क राख्नु होला। जे पाउँथ्यो पो मामा, बुढोबा जुङ्गे त भेसियो देसिटो सबले यतातिर चिसो, हामी चाहिँ रौसो। जे बेजे त आला छे कोक्तिर भातो ना बिसे सुन्तला
गुरुङ गाउँमा फेरि यो गुरुङ भाषा बोलेर हैरान गर्छ कि है। यो घैँटो चाहिँ आपतकालीन अवस्थामा युज गर्ने घैँटो हो यो चाहिँ होइन। कति हजार 10,000 लिटरको। ढुङ्गा हात्ती गौडाको ढुङ्गा गौडा यत्तिकै भन्छ र। मौनी घर समीक्षा साली नानी साली आउ सनङ्गीमा आयो साली किउरे हाल्छन् त हन यहीँ छ है। लिन नै आउँछ भनेको साल नानी रक्सी ल जाको साली फेरि ल धन्यवाद भन न। ससुराली घुमाउने गरी साल नानी बेटा मेरो बेटा पैसा कमाउनु परेन भन्छ के रे मेरो त्यस कान्छी साल नानी यी पनि साल नानी भयो नि। दिदीले देऊ हामी चाहिँ पर्यटकीय स्थल खैरीकोटमा रहेको यो रक गार्डनमा चाहिँ जाँदैछौँ। हाम्रो टोलीमा चाहिँ अत्यन्तै धेरै साथीहरू हुनुहुन्छ। साथीहरू भन्दा पनि मेरो दाइ दिदी जेठान दिदी हुनुहुन्छ होइन। छोरीहरू सबैजना हुनुहुन्छ। उहाँहरू चाहिँ पारी पुगिसक्नु भएको छ। हेर्नुहोस् है उहाँ चाहिँ यसरी पारी पुगिसक्नु भएको छ। हामी जाने डाँडा भनेको चाहिँ उहाँ माथिको रक गार्डन छ होइन। यहाँलाई चाहिँ प्रत्यक्ष देखाउने नै छु। अहिलेलाई हामी रक गार्डनतर्फ जाँदैछौँ। घामले गर्दा कालो पनि निस्कियो होला। मान्छे त गोरो हो तर के गर्नु। आज अब हामी चाहिँ दसैँको माहौलमा ससुराली आउने क्रममा होइन। धेरै हिजोको दिनमा चाहिँ हाम्रो धेरै रमाइलो कार्यक्रम थियो। जेठन साहबले चाहिँ दुले ल्याउनु भएको थियो। हाम्रो चाहिँ त्यो कार्यक्रमहरू सफल सुखसँग चाहिँ रमाइलोसँग चाहिँ सम्पन्न गरियो। आज चाहिँ हामी नयाँ बुहारीलाई लिएर घुम्न पनि जाँदैछौँ। रक गार्डन एकदमै सुन्दर ठाउँ पनि छ होइन। त्यसले गर्दा हामी चाहिँ जाँदैछौँ। मेरो छोरो उहाँ यति जनामा चाहिँ 1 2 3 4 5 6 7 8 मसँग 9 जना रहेको छ। ठिक छ छुट्यो तर पनि कोही बात छैन हामीलाई। हामी चाहिँ रक गार्डन यति रमाइलो छ कि है त्यसमा चाहिँ अत्यन्तै सुन्दर गाउँहरू पनि देख्न सकिन्छ। खैरीकोट गाउँमा रहेको यो ताल अत्यन्तै सुन्दर छ है। यो तालमा पनि भिजिट गर्न सक्नुहुन्छ है। हामी चाहिँ हिँड्दा त थाकियो। दाइहरू दिदीहरू अगाडि गइसक्नु भएको छ। जाँदैछौँ हामी। दाइले चाहिँ पर्खिनु भएको छ। अगाडि चाहिँ गाइजहरू सब अगाडि पुगिसक्नु भएको छ। ल यता नयाँ बुहारीलाई चाहिँ जग्गा जिमिन देखाउँदैछ फेरि यता जेठन साहबले है। अब यो जग्गामा हामीले चाहिँ मेहनत गर्ने, पसिना बगाउने, कोदो फलाउने, मकै फलाउने भनेर चाहिँ देखाउँदै हुनुहुन्छ कि यसरी चिनाउनु पर्छ। आफू त यतातिर नमस्ते गर्दैन यार। नमस्ते। हामी चाहिँ चटपटको सामान बोक्दैछ यहाँ। चटपटको सामान छ होइन। चटपट बनाएर खाने भनेको
के हो नि सकेन उकालो बाटो छ है यतातिर दाइ दिदी आउनुभएको छ मेरो बेटोलाई फेरि दाइले बोकेर हिँडिरहेको फेरि होइन यता छोरी चाहिँ ट्याइ हिँड्या बोक्या भाइलाई मना प्रहरी आधी बाटो आइपुग्यो रेस्ट टाइममा पनि खाजा खाने भन्ने कुरो निस्किसक्यो यहाँ माथि गएर चटपट बनाएर खाने भन्ने योजना हो तर यहीँ अब खाजा खाने भन्छन् के अरे ठिक छ क्यों त फेरि यार म छोरी यहीँ छ न कम काकाको भ्लगमा हेलो गरिदेऊ न यार म मम्मी हो ए तिमी पनि भनेको आऊ नि त ल यहाँ नानी पनि यहाँ बस्छ गाइज लागिसक्यो के भन्ने अब यहाँ हेलो हेलो होइन कि हेलो भन्न त्यो मुखको भ्या पहिला बिस्कुट पोको पा माथि गएर खाने अब के भन्ने अनि के गर्ने फोटो खिच्ने अनि टिकटक बनाउने भिडियो बनाउने अनि नाच्ने ल ठिक छ अब चाहिँ हामी विश्रामपछिको समयलाई पनि पार गरेर अब जान्छौँ हामी माथि जान्छौँ अब एक दुईजना त गइसक्नु भयो हामी पनि जाँदैछौँ अब है बाटोमा हिँड्न नसकेको बेलामा भिडियो चाहिँ नगरौँ माथि गएर प्रत्यक्ष रक गार्डनलाई चाहिँ फेरि देखाउँछौँ है त हामी है ल हिँड भाइ ल हिँड्ने छोरो कसैसँग बोक्छ नि त कसले बोक्छ अब तँलाई अनि अर्को अनि अब हिँड है सक्दैन यार ड्याडीले यार है मम्मीसँग हेर्छ बाबु तँलाई बोक्ने मान्छे त सबै भाग्यो हामी चाहिँ यहाँ आइपुग्यौँ होइन जाने ठाउँ चाहिँ यहाँ हो रक गार्डन एउटा गाई चाहिँ यो डाँडा काटेर गइसक्यो एक घुल चाहिँ यहाँ छ नि हामी बाउ छोरो गाह्रो भन्छ आफैलाई बोक भन बाबु अब त्यो अगाडिको आफैलाई बोक भन्दा है हुन्छ हुन्न यहाँबाट चाहिँ दुलेगौँडा बजार शुक्ल गण्डकी नगरपालिका पनि देखिँदो रहेछ है माथिबाट झन् स्पेसल देखिन सक्ने सम्भावना चाहिँ बढी देखिसकियो ल हिँड्ने ल यसलाई झारो अब चाहिँ बेटो हिँड्यो है अब बेटो चाहिँ हिँड्छ यो चाहिँ डाँडा मेरो दाइ हुनुहुन्छ है मेरो दाइ यहाँ प्रतीक्षालय छ सार्वजनिक शौचालय सबै यो कुन मन्दिर हो त्यो
च्याक्क हेर्नुहोस् हिँड्ने बाटो ठाडो उकालो होइन। यहाँबाट बुढी बजार के अरे सरी दुलेगौँडा चाहिँ मजाले देखिन्छ। वहाँ बस्ने चाहिँ देउताको घर हो फेरि, खैरीकोट भनेर बुझिन्छ। उतातिर चाहिँ फेरि यो पहेँलो देखेको चाहिँ बोल्दै नबोल्ने देउताको घर हो फेरि। यतातिर के भन्छ, त्यहाँ पनि रहेछ एउटा देउताको घर। दुलेगौँडा बजार टोयलेट पसिना यस्तो ठाडै उकालो। फाइनली रक गार्डन भनेर चिनिने ठाउँमा चाहिँ आइपुग्यो हामी है। यो ठाउँको लागि अवलोकन गर्नको लागि चाहिँ कतिपय मान्छेहरू आउन सक्ने सम्भावना रहेको छ होइन। समय र अनुकूल मिल्ने बेलामा आउन सक्नुहुनेछ। आएर बस्नु हुने घुम्नु हुने होमस्टेको व्यवस्था पनि रहेको छ यो ठाउँमा चाहिँ। यो रक गार्डनमा यति सुन्दर ठाउँ देखिन्छ। यो ठाउँबाट चाहिँ चारै दिशा हेर्न सकिन्छ होइन। यतातिर रहेको छ के भन्छ प्यार्सिङ आङ यहाँ चुम्रौले। यो चाहिँ यो देखिएको गाउँ चाहिँ सुनाखरी, यता मासतिरको चाहिँ प्यार्सिङ भनेर चाहिँ चिनियो होइन। यहाँबाट चाहिँ मजाले यो ठुलो भिर भनेर पनि चिनिन्छ यसलाई है। रक गार्डन कैसी भयो यहाँ होमस्टे चाहिँ यहाँ छ है गाइज। अब यहाँको हाम्रो कार्यक्रम रहेको छ फेरि चटपट कोक। वहाँ पारीको डाँडा जुन देखिएको डाँडा छ यसलाई चाहिँ पोखरा भनेर चाहिँ चिनिन्छ है। स्याङ्जे जिल्लामा पनि रहेको पोखरा यो है। यो चाहिँ हाम्रो खानेकुरा। के खाने बाबु, को खाने हो? चटपट सामग्री सफा गर्नुपर्छ फेरि यो आफैले चाहिँ सफा गर्ने हो यो फेरि। चर्को घाममा बसेर खाने भनेर हो नि त। छोरो हेलो गरिदेऊ न यार, अब हामी चटपट खान लाग्छु भन्। यसो गर्न चटपट कार्यक्रम सुरु भइसक्यो। म सुमन गुरुङ, यता दिदी हुनुहुन्छ,
यता मेरो प्रिय सङ्गिनी जीवन सङ्गिनी हुनुहुन्छ यतातिर दिदी हुनुहुन्छ जेठानी दिदी हुनुहुन्छ यतातिर सासू दिदी हुनुहुन्छ यतातिर मेरो छोरी यतातिर जेठानी साहब हुनुहुन्छ यतातिर मेरो छोरो बेटु यता पछाडि दाइ हुनुहुन्छ अलि पछाडि चाहिँ मेरो छोरो छ फेरि फ्री फायर यो छोरो फेरि कस्तो खालको ज्ञानी छ भने न खाना न भोक न तिर्खा हैन फौजी भन्दा केही कम छैन फेरि फौजीले न घाम न पानी भन्छ नि मेरो छोरो पनि त्यस्तै छ फेरि खुर्सानी काट्दै अच्छा खानेकुरा त खुब जाने ह ल ल फेरि यहाँ कोक लगाएर फेरि मामा भन्छ फेरि खा नछोड खा सानो गिलास चाइनिज गिलास हो यो नलो टोक चम्चा नि गिलास नि हैन चम्चा में तो चाउ हो चम्चाले आएन हातले हान्दियो यसले फेरि ल कोक खा गिलासमा न यार कोक हेर्छ अझै भयो ल खा कोक खा भयो के कहाँ वहाँ डुबाएर खाने हो त नि फेरि कोकमा फेरि यो त फेरि कोक किन्छ अहिले मिठो छ है कोक खान है पोखिन लाग्यो कोक टमाटर टमाटर ठिक तमल हो फर्स्ट डेटिङ मना त जुम हेर त दिन त आउनु चटपट खाना हामी चाहिँ चटपट खाएर यता पछाडि देखिएको गाउँ भनेको मेरो ससुराली गाउँ खैरीकोट स्याङ्जा जिल्लाको वडा नम्बर 1 मा पर्ने खैरीकोट गाउँ भनेर चिनिने हरिनास 1 चाहिँ खैरीकोट भनेर चिनिने गाउँमा हामी चाहिँ भ्लगसँगै चटपट खाने योजनासँगै घुम्दै फिर्दै चाहिँ हामी यो ठाउँमा आइसकेका छौँ यहाँहरूलाई पनि आउने यदि इच्छा छ भने सम्पर्क राख्न सक्नुहुन्छ हैन होमस्टेको व्यवस्था पनि रहेको छ तपाईलाई चाहिँ अप्ठ्यारो लाग्दैन भने सम्पर्क राख्न सक्नुहुन्छ मेरो छोरी फेरि मेरो भ्लग हेरेर हाँस्छ फेरि हेलो गर्दैन छोरी यार लगाउँदो रहेछ के यो रिसाको भिडियो गरेर हालिदिनु पर्यो हाँस्छ फेरि ला गिलास नभएपछि सबै गिलास कपडा पुग्छ यताबाट खाना यताबाट यसरी चटपट खाँदैछौँ अब हामी मेरो भाग ल यता चढाइ फडाइ भइसक्यो फेरि दाइको हातबाट चढाइ भइसक्यो अब मैले चढाउनु पर्दैन होला हैन हाम्रो ज्येष्ठ नागरिकको रूपमा पनि हुनुहुन्छ उहाँ चाहिँ 16 वर्ष हो 16 वर्ष भयो साढे 15 होला 6 महिना बढी भयो ल अब मेरो हातबाट नि गयो यस्तै छ हाम्रो फ्यामिली बाक्राउन्ड यो चाहिँ हाम्रो सबै एउटा फ्यामिली हो है एउटा पिरो छ बाबु पिरो छ खान्छ बाबुको त त्यहाँ छ नि ऊ सानो ऊ हजुरको त ऊ सेतो प्लास्टिकमा ऊ तर म निलो प्लास्टिक खोइ छोरी तैँले निकालेको प्लास्टिक यताले अनि बस मेरो भागको बुझा छटपट खुर्सानी दिए कम त हो कि तुझा मेरो छोरो युद्धबाट फर्किसक्यो है छोरो के अरे नाम
ऊ दादाको नाम के अरे सुलभ युद्धबाट फर्किसक्यो खाजाउजा खाएर फेरि पल्टन गइहाल्नुपर्छ बाबु हेर त हेर कति ठुलो आँगाएर हालेको हाल्न पनि गाई गोरुले जिब्रोले खाएको खान्छौँ अनि त्यसपछि कुरा गरौँला है गाई अङ्कलले खिच्नु भयो क्या अङ्कलले एउटा अङ्कल त्यो अङ्कललाई खिच्यो भनेको छु क्या होइन तेरो वाटर बोतल है वाटर बोतल तुम वाटर बोतल निकाल पानी खाना पहिला यहाँबाट हेर्दा हेर्न No. Tasty. Đó là đây, ông nào đây ông cái của đừng. Sao chết đang đâu? Bún nào mà mày to được thôi, ăn là chưa? Ngon, ăn là chưa? Cho mà mày ơi. Rồi. एक से 15 केजी हामी इधर या बजारमा लैजाऊ नाच्छ छ अब रड हुने घुम्रा हुने क्यू चाहिँ दिउले मन है बैंक तपाईले त अब दिले छोरा राम्रो ल प्रेसर म उतबाट अनि अनि सनमले खाइदियो कि सनम मिले तै भान्जा फेरि माबे त भान्जालाई कतै गयो खाना क्या कतै गयो हामीले छापै क्या टिलले त तले भेट्ने आदि नि फेरि त फेरि म मामा मबले गरेर फेरि हामी चाहिँ चटपट खाएर बसेको थियो बाउ छोरो हैन मेरो छोरो चाहिँ लोड्न सफल भयो यहाँ यस्तो भयो फेरि हेर्नुस् यत्रो धेरै काट्ने मेरो छोरोको है छोरो यतातिर खोइ घुँडा ओहो नि खोइ
यो ओको नि मेरो छोराको कति धेरै काटेछ ओहो ऊ ऊ ऊ है ल हात पनि देखाइदेऊ त्यस्तो नगर न लौ यी मेरो हात दुख्यो गाइज भन न हात दुख्यो ल ल ल ल ल एकचोटि रोउ त एकचोटि हामी रक गार्डन चुचे पहाड चाहिँ घुम्ने कार्यक्रम पनि आजको दिनलाई चाहिँ सकियो भन्नुपर्छ हामी चाहिँ घरतर्फ जाँदैछौँ भोलिको लागि चाहिँ हामीले केही कुराहरू तयारी गर्नुपर्ने छ तसर्थ अहिले चाहिँ हामी गयो होइन आजको न्यू भ्लगको साथमा उपस्थित भएको थियो यहाँहरूको अगाडि उपस्थित भइसकेका थियौँ अहिलेलाई भने हामी चाहिँ यो न्यू भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु हामी चाहिँ न्यू भ्लगको साथलाई यहीँ अन्त्य गर्दै बिताउन चाहन्छु भोलि पनि फेरि न्यू भ्लगको साथमा फेरि पनि आउनेछु अहिलेलाई भने बिदा लिन चाहन्छु बाई बाई हेर्दै गर्नु होला युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ भुल्नु भएको छ भने सम्झिनु होला है त बेल आइकनलाई चाहिँ ट्याक्क गर्नु पर्यो गाइज है ओके